हाई एभ्रिवान, गुड मर्निङ। आज चाहिँ मेरो मिनी ब्लग डे 13। आज चाहिँ म चिबाकेनमा थिएँ। हामी 4 दाजुभाइ चाहिँ समुद्र हेर्नको लागि गइरहेका थियौँ। मेरो चाहिँ समुद्र हेर्ने फर्स्ट टाइम हो आज चाहिँ। त्यसपछि समुद्र हेर्न भनेर 4 दाजुभाइ लाग्यो गाडीमा चढेर। बाहिरको भ्यू हेर्दै भिडियो बनाउँदै हामी गयौँ समुद्रतिर। पुरै जङ्गलको बाटो थियो। फाइनली समुद्रको वारिपट्टि पुग्यो। पारिपट्टि समुद्रको आवाज आइरहेको थियो। फाइनली समुद्रको बगरमा आइपुग्यो। समुद्रमा फर्स्ट टाइम आएको मेरो मन पनि अर्कै भइरहेको थियो। पुरै मनमा खुसी थियो, तर जाडो पनि थियो। घाम लागेको थिएन, आज बादल लागेको थियो। त्यसैले कहाँ नआए जस्तो भइरहेको थियो। म झ्याममा छिरे चप्पल फुकालेर पानीमा पुरै मजा आइरहेको थियो। जाडो भए पनि पुरै पानीमा छिर्न मन लागेर गुटुटुटुटु गएँ। म पुरै पानीको छालमा गएर बसेँ। पुरै मजा आइरहेको थियो। समुद्रमा खेल्न चाहिँ अर्कै मजा आउँदो रहेछ। हाम्रो पिङ्कु दाई भने यता खेलिरहनु भएको थियो। हाम्रो पिङ्कु दाई चाहिँ आफ्नै पारामा छालमा रमाइलो गरिराख्नु भएको थियो। त्यसपछि एउटा सिनेमेटिकबाट भिडियो बनाएको यस्तो छाल देखिरहेको थियो। पानी चाहिँ धमिलो धमिलो थियो। आज समुद्रमा पानी परेको भएकाले होला सायद पानी पर्न लागेको थियो। एकछिन इन्जोय गरेर हामी फर्क्यौँ रुमतिर फाइनल्ली। थ्याङ्क्स फर वाचिङ।